आईसीसी टी20 विश्वकपको खेल तालिका सार्वजनिक। नेपालले सबै खेल भारतमा खेल्ने। आगामी फेब्रुअरी मार्चमा भारत र श्रीलङ्कामा संयुक्त रूपमा आयोजना हुने आईसीसी टी20 विश्वकप क्रिकेटको समूह तथा खेल तालिका सार्वजनिक भएको छ। भारतको मुम्बईमा मंगलबार एक कार्यक्रमका बीच समूह विभाजन सहित खेल तालिका सार्वजनिक गरिएको हो। विभाजित समूह अनुसार नेपाली क्रिकेट टोली कठिन समूहमा परेको छ। नेपाली टोली दुई पटकका विश्व विजेता इङ्ल्यान्ड र वेस्ट इन्डिजसँगै बङ्गलादेश र इटाली सम्मिलित समूह सीमा छ। नेपालले इङ्ल्यान्डसँगै पहिलो खेल फेब्रुअरी 8 मा खेल्नेछ। खेल मुम्बई स्थित वानखडे स्टेडियममा हुनेछ। यस्तै नेपालले फेब्रुअरी 12 मा इटाली, फेब्रुअरी 15 मा वेस्ट इन्डिज र फेब्रुअरी 17 मा बङ्गलादेशसँग खेल्नेछ। यी खेलहरू पनि मुम्बईमा नै हुनेछन्। नेपालले इङ्ल्यान्डसँग अन्तर्राष्ट्रिय क्रिकेटमा खेल्ने यो पहिलो अवसर हुनेछ। यसअघि नेपालले भारत, पाकिस्तान, बङ्गलादेश, दक्षिण अफ्रिका लगायतका टोलीसँग विभिन्न प्रतियोगितामा खेलिसकेको छ। गत संस्करणको टी20 विश्वकपमा नेपाल दक्षिण अफ्रिकासँग एउटै समूहमा परेको थियो। त्यसबेला नेपाल दक्षिण अफ्रिकासँग 1 रनको झिनो अन्तरले पराजित भएको थियो। त्यो बेला नेपालले टी20 विश्वकपमा एक खेल पनि जित्न सकेन। विश्वकपमा अन्य समूहमा भारत, पाकिस्तान, नेदरल्यान्ड, नामिबिया र अमेरिका समूह ए मा छन्। त्यस्तै समूह बी मा अस्ट्रेलिया, श्रीलङ्का, जिम्बाब्वे, आयरल्यान्ड र ओमान छन्। समूह डी मा दक्षिण अफ्रिका, न्युजिल्यान्ड, अफगानिस्तान, युएई र क्यानाडा छन्। टी20 विश्वकप फेब्रुअरी 7 देखि मार्च 8 सम्म हुनेछ। यो सँगै टी20 विश्वकप 2026 को तपाईहरुलाई खेल तालिका कस्तो लाग्यो? यो विश्वकपमा नेपालले कतिवटा खेल जित्न सक्ला त? कृपया आफ्नो प्रतिक्रिया कमेन्ट बक्समा राख्न नबिर्सिनु होला। धन्यवाद।